डे 2 टाइम भएको छ त्यस्तै 2:30 भयो न लाग्दै डे 2 अब गएको हामी गाइस के गर्नु गएको हो जानु चाहिँ ए कसरी खेल्छ देउसी ए भनेर भाइ हो देउसी उडे जुङ हामी चाहिँ लाग्यौँ अब के गर्नु 1 लाख दिन लाग्यो यस्तो चाहिँ सिनो गाइस जाने हो यहाँ छ मम्मी पापाहरू चाहिँ गएकै हामी गाइस माथि उहाँको चाहिँ नजारा हेर्नुहोस् घाम टन छ हो अनिन्द्रमा एकदम साह्रो पर्दैछ डे 2 हाम्रो डे 2 हुँदैछ जाँदैछ त्यो चाहिँ दिन भइरहेछ हो घाम टन छ माथि छ मोटे भाइ यता बक्स बोकेर जाँदैछ अगाडि अगाडि चाहिँ हाम्रो गिटारिस्ट भाइ जाँदैछ प्रोग्राम चाहिँ गर्नु मात्रै सजिलो कि स्ट्रगल चाहिँ यस्तो हुन्छ है उकालोमा अहिले भने चाहिँ प्रयास बुबुको घरमा हाम्रो प्रयास बुबु चाहिँ के गरेको अरे सेफ अरे आजको मास्टर सेफ आज है हाम्रो देउसीको दिनमा हामी हाम्रो टोली तपाईको माझमा उपस्थिति भइसकेका छौं दलेको हाम्रो गाउँबाट चाहिँ यस्तो देख्छ कहिले चाहिँ भाइहरू कहाँबाट आएको भाइहरू दलेकबाट अब कता जाने थाहै छ जाने मेन गिटारिस्ट पुरा भोक लाग्यो अरे हो भोक लागेर है मेन गिटारिस्ट चाहिँ अब के भन्नु अब हुन्छ बिहाइन्ड द सिन चाहिँ चाहिँ हाम्रो ट्री हाउस फलमको छ हाम्रो ट्री हाउस चाहिँ फाइनली गाइस बजार आइपुग्यो हामी चाहिँ राबङला बजार गाइस अहिले भने चाहिँ हामी राबङलामा आइपुगेको छ र यहाँ चाहिँ हाम्रो सनी सरको घरबाट आज खेल्नु आँटेको छ है उहाँहरू चाहिँ फेरि गाउँदै हो यहाँको होइन एरिया हो सनी सरको घरमा आइपुगेको छ अहिले भने चाहिँ 9 बजेको छ राबङला बजारमा आइपुगेको छ हामी चाहिँ हो
अब चाहिँ बजारमा खेल्ने हाम्रो अनरेबल एरिया एमएलएकोमा जस भिड चाहिँ यस्तो छ हाम्रो अनरेबल एरिया एमएलएकोमा। सो हामी चाहिँ नेक्स्ट जग्गा खेलेर आउँछौँ। यहाँ चाहिँ टोकन सिस्टम रहेछ हो। सो हामी नेक्स्ट जग्गा खेलेर आउँदा चाहिँ ठिकै हुने रहेछ। जाडोको मौसम छ, खेलिरहेको छ। यो खाली खुट्टे देउसी टोली तपाईँलाई खदा लाएर सम्मान गर्न चाहन्छौँ हामी भन्छौँ। अनि हामीले जुन चाहिँ बजाउँदै गरेको इन्स्ट्रुमेन्ट चाहिँ सर यो गुरुङको ट्रेडिसनल, यसलाई खैँजडी भनिन्छ। यो बज्नुमा चाहिँ एकदमै राम्रो बज्छ सर। एकताल बजाउँदा साला सबै थर्किन्छ, मजाको टोन आउँछ। अनि हामीले यसलाई समेटेर एकदम आएको छौँ। अलिअलि केटाहरूले बिचमा बिगार्छ सर कि अलिकति बुझेर तपाईँले यो अनि दुःख सुख यस्तै छ सर है। बल्ल बल्ल आएको चाड हुनु त सर पनि निकै रातिको 1 बजीको सिन चाहिँ यस्तो छ है हाम्रो चाहिँ। अब सक्यो बजारमा खेलेर।